30 लाखदेखि 3 करोड रुपियाँसम्मको सहुलियत कर्जा। हजुर, सही सुन्नुभयो। अब तपाईको व्यवसाय विस्तार सपना मात्र नभएर एउटा अवसर बनेको छ। नेपाल सरकार र स्विस सरकारको सहयोगमा सञ्चालित उदय परियोजनाले कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूका लागि 30 लाखदेखि 3 करोड रुपियाँसम्मको कर्जा दिइरहेको छ। यो कर्जामा सामान्यतया बैंकले लिने ब्याजदर भन्दा धेरै नै कम ब्याजदर हुन्छ। त्यसैले यसलाई सहुलियत कर्जा भनिएको हो। यति मात्र होइन, यो कर्जा प्राप्त गर्न धितो समेत आवश्यकता पर्दैन। यदि तपाईलाई यो कर्जा आवश्यक छ वा व्यवसाय विस्तार, नवप्रवर्धन र बजार विस्तार गर्ने सोचमा हुनुहुन्छ भने अप्लाई गर्न सक्नुहुन्छ। आवेदन दिनका लागि uday.koshi.gov.np मा गई अनलाइन फारम भर्न सक्नुहुन्छ। यसको डेडलाइन सकियो कि भन्ने लाग्छ भने चिन्ता नलिनुहोस्। आवेदन दिने अन्तिम म्याद 2083 असार मसान्तसम्म रहेको छ। महिला तथा पछाडि पारिएका समुदायका उद्यमीहरूलाई विशेष प्रोत्साहन गरिएको छ। आजै आवेदन दिनुहोस् र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउनुहोस्। Aeronet Biz Connect, an initiative of Aeronet Consulting Services.